लु जिया तिमी कहाँ हिँड्यौ यो बेग बोकेर भन त लु जिया यही भन्दै म जियाको पछि पछि जाँदै थिएँ र स्वागत गर्दैछु हजुरलाई नयाँ एउटा भ्लगमा। हामी चाहिँ अब निस्किसकिरहेथ्यौँ सो हेर्नु र सो गर्नु भनेर। साना केटाकेटीको कन्फिडेन्स हेर्नु न के दामी डान्स गरेको राम। अनि हामी चाहिँ पसिसकेका थियौँ यता मेकअप गर्न भनेर। यता चाहिँ सिक्किमको बहिनी हो, कति राम्री छिन् हेर्नु न। अनि उहाँलाई चाहिँ दाइले मेकअप गरिदिँदै हुनुहुन्थ्यो। अनि यता चाहिँ जियालाई चाहिँ दिदीले मेकअप गरिदिनु हुन्छ। अनि यता चाहिँ सिक्किमबाटै हो उहाँ पनि, अनि उहाँलाई पनि मेकअप गरिदिँदै हुनुहुन्छ। आन्टी अहिले जुन चाहिँ बहिनी देखाएँ नि उसको मा हो, उसले पनि पार्टिसिपेट गर्नुभएको थियो। अनि यहाँ चाहिँ म भन्दै थिएँ मलाई चाहिँ कसैले नि मेकअप गरिदिँदैन, म चाहिँ एक्लै भएँ भनेर। तर फर्स्ट चाहिँ मैले ड्रेसअप गरिरहेको थिएँ नि त, सो त्यसको लागि म चाहिँ एकछिन वेट गरेँ। अनि यहाँ चाहिँ जियालाई यो के भन्छन् अरे आइलेसेस लगाउन यस्तो साह्रो परेको नभन्नु न, थोरै टाइम लागेन। तर जति तति गरेर अब भए पनि लगाएँ। त्यहाँ पछाडि चाहिँ मैले लगाएँ, मैले लगाएँ भने मलाई पनि सारले नै लगाइदिनु भएको थियो। यस्तो दुख माने कस्तो बिजाइरहेको के फर्स्ट टाइम थियो यसै पनि होइन लगाएको पनि। अनि सो त्यसको लागि कस्तो लागिरहेको थियो के लगाएँ के गरेँ भनेर नि त। माने त्यसपछि अब मलाई पनि यहाँ मेकअप गर्नु बस्नुभएको छ, उहाँ चाहिँ मेरो मेकअप आर्टिस्ट। अनि नि गाइस यसै मलाई मेकअपले चाहिँ सुहाउँदैन हो। अनि यहाँ मेकअप स्टार्टिङको मेकअप चाहिँ यस्तो भइरहेको थियो। अनि हाम्रो अङ्कल उहाँ पनि सिक्किमबाट हो, आन्टीलाई यस्तो राम्रो ट्रिट गर्नुहुन्छ। कहाँ मेकअप यस्तो भइरहेछ, कहाँ मिलेको छैन, सबै हेर्ने कति माया गर्नुहुँदो रहेछ कति सपोर्टिभ के। हामी पुरा भनिरहेको थियौँ सिक्किममा पाइन्छ यस्तो अङ्कल भनेर। अनि मेरो मेकअप अलिकति माने स्मोकी टचअप दिनु भनेको थिएँ मैले, सो मेरो आँखामा चाहिँ कालै पारिदिनु भइरहेको थियो। तर ठिकै लागिरहेको थियो मलाई चाहिँ। अनि जिया चाहिँ आफ्नो मेकअपदेखि सेटिस्फाइड नै भएको थिइनँ अरे, तर त्यही पनि अब भन्दै थिएँ उस अब हुन्छ मिल्छ भनेर भन्दै थिएँ। राम्रो देखिरहेको चिज भनिरहेको छु म चाहिँ। डर लाग्दैछ तर अब गर्नु चाहिँ सक्नु पर्यो, डर चाहिँ लाग्दैछ नि फेरि। 74 कन्टेस्टेड नम्बर गाइस। अनि गाइस यहाँनिर चाहिँ अब हाम्रो सो स्टार्ट भइसकेको थियो। यसको पछि चाहिँ इन्ट्रोडक्सन राउन्ड अनि वाकहरूको भिडियो चाहिँ म अर्को भिडियोमा हाल्नेछु है त ल। अनि उहाँ चाहिँ हुनुहुन्थ्यो हाम्रो जज, जसले जज गर्नुभएको थियो। अनि उसको स्टार्टिङको वाक अलिकति देखाइदिनु भयो। त्यसपछि चाहिँ म यता सबै थोक सकिरहेछ। माने मेरो भिडियो गरिदिने यसै मेरो फोनबाट चाहिँ गरिदिने कोही नि भएको थिएन नि त, तर अङ्कलले चाहिँ गरिदिनु भएको रहेछ उहाँको फोनबाट। अनि यो सबै थोक सकिसकेको थियो। अनि यहाँ फेरि नाटकको रिहर्सल चाहिँ स्टार्ट भइसकेको रहेछ। अनि हामी चाहिँ निस्किसक्यौँ गाइस, हाम्रो प्रोग्राम सक्यो। अब चाहिँ हामी रुम जाने। अङ्कल हामी चाहिँ यहाँ बसेर गाइस हामीले गाइस अब हामी जाँदैछौँ रुममा। यसरी गाइस आउने बित्तिकै कुकुर उहाँहरू यहाँसम्म आइपुगिसकेको थियो, अहिले उता गएँ। र हामी रुममा पनि आइपुगिसकेको छौँ। आँखा दुखेर खत्तम भइरहेछ यो लेन्स र यो लगाइसकेर।